महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सुन्दर हरैचा नगरपालिका 12 सञ्चालन गरिएको 3 दिने घरेलु लुगा धुने सरफ, नुहाउने साबुन तथा हर्पिक फिनेल बनाउने तालिम सम्पन्न भएको छ। सुन्दर हरैचा नगरपालिका वडा नम्बर 12 को आर्थिक सहयोग तथा जनचर्चा टाइम्स मिडिया एन्ड एडभर्टाइजिङ प्रणालीको प्राविधिक सहयोगमा आयोजित तालिममा 20 जना महिलाको सहभागिता रहेको थियो। तालिममा प्रशिक्षक तथा सिद्धार्थ स्किल डेभलपमेन्टका अध्यक्ष पार्वती गजदारले घरेलु तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक सरसफाई सामग्री उत्पादन गर्ने व्यावहारिक सिप प्रदान गर्नुभएको थियो। तालिम समापन कार्यक्रम वडा सदस्य नीलम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर 12 का अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि सिपमूलक तालिम अपरिहार्य रहेको बताउनुभयो। उहाँले सिकेको ज्ञान र सिपलाई व्यवहारमा उतारी स्वरोजगारतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गर्दै वडा कार्यालयले आगामी दिनमा पनि यस्ता आयमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। हामीले यिनीहरू उत्पादन गर्न सक्यौँ, हाम्रो दैनिक उपयोगको सामानहरू उत्पादन गर्न सक्यौँ भने त्यसको लागत पनि कम हुन्छ। लागत कम भयो भने हामीले गरेको खर्च पनि त कम हुँदै आउँछ। त्यस कारणले हाम्रो बचत पनि बढ्छ। त्यस कारणले हामीले स्थानीय रूपमा यस्ता तालिमका माध्यमबाट हाम्रो दैनिक उपयोगको सामानहरू चाहिँ निर्माण गर्नुपर्छ। मैले अस्तिको प्रयास गर्नुभयो र त्यो खालको बाटोतिर तपाईँ अगाडि बढ्नुभयो भने फेरि अरू 19 जनालाई तपाईँले त्यही काम लगाइदिनुहुन्छ। त्यसकारणले तालिम चाहिँ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि टिका प्रसाद सुवेदी र गोपाल कार्की, टोल विकास संस्थाका पदाधिकारी डिली रमन घिमिरे, ज्येष्ठ नागरिक समाजका अध्यक्ष शिवप्रसाद दाहाल, नागरिक समाजका प्रतिनिधि दुर्गा प्रसाद रिजाल, मेलमिलाप केन्द्रका प्रतिनिधि मोहन प्रसाद ढकाल र गुरुप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिमबाट प्राप्त सिपलाई उत्पादन र व्यवसायसँग जोड्न सुझाव दिएका थिए। सहभागी प्रशिक्षार्थी अस्मिता विकले तालिमबाट नयाँ सिप सिक्ने अवसर प्राप्त भएको बताउँदै यसलाई आय आर्जनको माध्यम बनाउने लक्ष्य रहेको बताउनुभयो। अर्का सहभागी सुशीला कार्कीले तालिम निकै उपलब्धिमूलक रहेको उल्लेख गर्दै महिलाहरूलाई आत्मनिर्भर बन्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो। प्रशिक्षक पार्वती गजदारले तालिममा सहभागीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताउँदै सिपलाई व्यवहारमा उतार्न सके साना लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतामा जोड्न यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। आयोजकका अनुसार तालिमले सहभागी महिलाहरूमा सिप, आत्मविश्वास र उद्यमशील सोचको विकास गर्दै स्वरोजगारको सम्भावना बढाएको छ।